साइडबाट गइदिरा हुन्छ तर तपाईले 30 डिग्री 40 डिग्री सम्म गर्नु भयो भने चाहिँ राम्रोसँग फुल्छ के लाउँछ कोही बेलियो तुम फर्स्ट जाऊ त आवन तारे तारा ल दाइ आए हामी यहाँ यसरी समाउने अनि केही गर्नु पर्दैन यसलाई यसरी आफै रोल हुन्छ यो है सबैतिर बराबरी जान्छ लान चाहिँ हो गोलो बेला कि गोलो बेला त बेल्नुपर्छ हो म्याम हजुर दुईटै पक्न हो त्यसरी त्यो आफैको हुन्छ डल्लो कम्प्लिट यता समय समान न समान त्यसलाई किन ज्याको समान त्यस्तो राख्नु ल मोर छ यो पनि त मोरलाई धेरै प्रेस नगर्नु मैले यत्रो प्रेस त गरेँ थिइनँ होला त्यही त कन्सिडर साथ मेरो हेर्नु त मैले सजिलै गरेर थिइनँ यो चाहिँ यसरी गर्ने हो क्या यसो मरिको चिन्ने भन्छ गयो बिचरा बिचरालाई मारिदिने हो त यसरी बिस्तारै के बिस्तारै यसकै वेट हुन्छ मैले मार्न सकेन यस्तो हो क्या यो अलरेडी हेभी छ हेर्नु त यो एउटा हातले राम्रोसँग उचाल्न पनि सकिँदैन हो कि होइन अनि अझ त्यो माथि तपाईँ त्यो मरिहाल्यो मरेन नेक्स्ट को बिगार्ने लाउनु तेल हालेछ नि यो चाहिँ फेरि हजुरले चाहिँ माथि नै उचाल्नु भयो अलिअलि चाहिँ प्रेस गर्नु यतापट्टि बडी प्रेस गरेँ यतापट्टि चाहिँ छँदै छैन अहिले म दिन्छु तपाईँहरू आफै बेल्नु तपाईँहरू आफै डलो बनाउनु अब यो सबै पाक्दैन एक ट्रे मात्र पाक्ने हो खासमा बाँकीको चाहिँ तपाईँहरू प्र्याक्टिस गर्नु बाँकी चाहिँ तपाईँहरू प्र्याक्टिस गर्नु अनि यो डोनट बेल्ने बेलामा चाहिँ अलिकति पातलो बेल्ने आफूलाई चाहिने भन्दा अलिकति पातलो बेल्ने है किन भन्दा यो मैदा भनेको के हुन्छ खुम्चेर आउँछ हामीले जति टाढासम्म बेल्यो जान्छ यो होइन तर फेरि उठायो के हुन्छ जस्तै जस्तै गर्छ नि होइन त्यही भएर यसलाई चाहिँ अनि चाहिने भन्दा अलिकति बढी बेल्ने अनि त्यस पछाडि यसलाई यसरी हल्का उठाइदिनु सबैतिरबाट उठाइदिनु ताकि यो जति स्ट्रेच हुनुपर्ने के अरे स्ट्रेच भएको छ र यो जस्तो आफ्नो फर्ममा आउनु ट्राई गर्छ उसले त्यतिसम्म चाहिँ छोडिदिने है यो यसरी उठाइदियो भने चाहिँ के हुन्छ टेबलमा टाँसिरहेको हुन्छ नि होइन स्ट्रेच भएर टेबलमा टाँसेको सहायताले ऊ एकदमै टाढा गइरहेको हुन्छ होइन तर
त्यसलाई फेरि हामीले त्यसरी छोडिदियौँ भने चाहिँ तपाईँको यो जति खुम्चिनु पनि हो यहीँ खुम्चिन्छ अनि हामीले काटिसके पछाडि खुम्चिँदैन क्या त्यही भएर पहिल्यै त्यसलाई खुम्चिन दिने ल वेइङ मेसिनमा अब यसलाई चेक गर्ने हो कति ग्राम छ जस्तै डोनर भनेको हाम्रो के भन्छ 80 देखि 90 डिग्री भन्दा चाहिँ 90 ग्रामभित्र हुन्छ है त्यही भएर जस्तै मैले यहाँनिर काटेँ ल हजुर यहाँ अलिक पातलो छ नि त होइन मैले यहाँनिर काटेँ है झाप्पै एकैचोटि है यसलाई फेरि निकाले फेरि राख्ने काम नगर्नु यो पहिल्यै छुटाउने है ल 89 भनेको मतलब 80 देखि 89 के अरे 80 देखि 90 के अरे ग्रामभित्र पर्यो भनेपछि यो ठिक छ है अब यतापट्टि अब हेर्ने यता पातलो थियो हाम्रो 89 ग्राम आछ भनेपछि यतापट्टि बाक्लो छ भनेपछि यसलाई बेल्नु पर्यो फेरि बेल्नु पर्यो नि होइन यसलाई चाहिँ मिलाएर राख्नु पातलो गरेर हामीलाई लगभग यहाँको जतिको पातलो चाहियो है चेक गर्ने तरिका क्या आफू सबै चिज अन्दाजै त हो होइन सुरुमा त अन्दाजै गर्नु पर्यो नि त ल अब ल मैले एउटा काटिदिएँ लाउनुहोस् त अनि जति निस्किन्छ यही वान सर्टमा जति निस्किन्छ त्यति पकाउने हो मैले त्यही भएर धेरै खाने भेदेले पकाउने निकाल्ने तपाईँहरूले आफ्नै हातमा हो छुट्या चाहिँ छैन चेक गर्नु छ भयो भयो त्यसमा निकाल्नु पर्दैन त्यसरी माथि निकाल्दै काट्दै गऱ्यो भने त तपाईँको त्यो सेपै बिग्रिन्छ नान्नु त्यसलाई हान्ने भन्नुहुन्छ त नहाल्नु है ल नेक्स्ट हजुर छेउछेउमा गर्नु नजिक गर्नु हान्ने होइन होला पूर्वेली भाषा अलिक अस्तै हुँदो रहेछ खिच्नु न म अर्को निकाल्छु घुमाऊ अझै घुमाऊ अच्छा मलाई त्यो पिठो दिनु न ओके
दिने होइन अलिकति चाहिँ पातलो भयो भने अलिकति स्ट्रिङ्क गर्ने है अच्छा प्रेस गरेर घुमाउनु पर्ने मजाले थिच्ने हो यसरी यसलाई चाहिँ मिलाएर राख्नुपर्छ है यसरी लाइन बाई लाइन यो अलिकति डिस्टेन्समा राख्नुपर्छ नभए भने चाहिँ यो टाँसिन्छ फुल्दाखेरि गर्नु न म निकाल्छु ओके तपाईँहरूको त प्रेसै पुग्छ त माथिबाट झ्याप्प प्रेस गर्नु न ल वादन त्यस्तो आउनु भयो प्र्याक्टिस मात्र हो नि त यो भयो 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 गर्ने भयो यहाँ जति निकाल्न सक्नुहुन्छ निकाल्नु निकाल्दा अस्ति नै क्लास जस्तो गर्नाले पानी स्केल नभएको क्या धेरै खानेहरू धेरै निकालेको यही पाउँछ यहाँको निस्किन्छ होला पर सुसीमा केमा बारिस्टाबाट त्यो त के लेखेर त्यहीँ क्लासमै खुवाउँछ क्या सबै मेरो क्रिम पनि हाल्यो भयो भयो हाल्यो क्रिम भएको हामी जुन दिने नि त बढी हुने भयो त हामीलाई यस्तो यहाँ बाहिर दिन पाइयो यहाँबाट